चन्द्रागिरी नगरपालिकाको वडा नम्बर 10 काठमाडौँ उपत्यकाको पश्चिम क्षेत्रमा अवस्थित एक महत्त्वपूर्ण वडा हो, जसले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको धनी क्षेत्र सतुङ्गल क्षेत्रलाई समेटेको छ। तीव्र सहरीकरण, व्यवस्थित बस्ती विकास, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विस्तारका कारण यस वडाले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ। काठमाडौँ उपत्यकाको पश्चिम क्षेत्रमा रहेको काठमाडौँ उपत्यकाकै प्रवेशद्वारका रूपमा परिचित यस क्षेत्रले परम्परा र आधुनिकताको सुन्दर समन्वय गर्दै स्थानीय बासिन्दाको सामाजिक, आर्थिक तथा सांस्कृतिक जीवनलाई समृद्ध बनाएको छ। विकास, सुशासन र जनसहभागितालाई प्राथमिकतामा राख्दै वडा नम्बर 10 चन्द्रागिरी नगरपालिकाको एक गतिशील र सम्भावनायुक्त वडाका रूपमा स्थापित हुँदै गएको छ। क्षेत्रफलका हिसाबले काठमाडौँ जिल्लाकै सबैभन्दा ठुलो नगरपालिका चन्द्रागिरीको लगभग मध्य भागमा अवस्थित वडा नम्बर 10 साबिक सतुङ्गल गाउँ विकास समितिका 1 देखि 7 सम्मका वडाहरू समेटेर गठन गरिएको हो। ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले समृद्ध यस वडाले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक सेवाको विस्तारमा उल्लेखनीय फड्को मारेको छ। चन्द्रागिरी नगरपालिका वडा नम्बर 10 का हालका जनप्रतिनिधिहरूमा वडा अध्यक्ष शिवकुमार महर्जन हुनुहुन्छ भने सदस्यहरूमा भेषनाथ उपाध्याय, सीता महर्जन, मनोज कुमार महर्जन र कमला मिजार रहनु भएको छ। वडा नम्बर 10 का प्रमुख बस्तीहरू। चन्द्रागिरी नगरपालिकाको वडा नम्बर 10 सतुङ्गल क्षेत्र प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र सामाजिक विकासको नमुना हो। यहाँ सतुङ्गल, बोसी गाउँ, सिम्चा, बखुफाँट, तिसन्दोल, जरुवा र चपार जस्ता प्रमुख बस्तीहरू अवस्थित छन्। यस वडाभित्र 1300 घर दूरीमा 5388 पुरुष र 5252 महिला गरी करिब 10,640 जनसङ्ख्याको बसोबास रहेको छ। ऐतिहासिक तथा पौराणिक महत्त्व बोकेको सतुङ्गल क्षेत्र प्राचीन कालमा सत्यपुर नामले परिचित रहेको मानिन्छ। यस क्षेत्रमा प्राप्त 3वटा लिच्छवीकालीन शिलालेखहरूले यसको प्राचीनता र ऐतिहासिक गरिमालाई पुष्टि गर्छन्। नमस्कार, म भेषनाथ उपाध्याय, चन्द्रागिरी नगरपालिका वडा नम्बर 10 को वडा सदस्य। हाम्रो यस चन्द्रागिरी नगरपालिकामा निर्वाचन हुनु अगाडि धेरै कुराहरू अगाडि बढ्न सकेको थिएन, तर निर्वाचन पश्चात र हामी जनप्रतिनिधि भएर आइसकेपछि अहिले हाम्रो वडाभित्रका सडकहरू धेरै हदसम्म राम्रो भइसकेको छ र त्यसै गरी खानेपानीको विषयमा पनि पर्याप्त पानी थिएन, तर अहिले पर्याप्त हुन नसके तापनि बोरिङ गरेर हामीले केही हदसम्म सबैको घर दैलोमा भाडाहरू दिएर पिउने पानीसम्मको लागि चाहिँ राम्रो भएको छ। त्यसै गरी तपाईँको विभिन्न मठ मन्दिरहरू, यहाँको चाहिँ पुरातात्विक महत्त्वको चिजहरू, विद्यालय, क्याम्पस आदिको पनि हामी निर्वाचित भएर आए पश्चात सक्दो सहयोग गरेका छौँ र गरिब निमुखाले पढ्ने सरकारी विद्यालयलाई पनि जुन आधारभूत थियो, आज आएर त्यो विद्यालय माध्यमिकमा भएको छ र दुई पटक एसईको परीक्षामा 100% उत्तीर्ण गराउन सफल भएका छन्। बाटो, ढल र विभिन्न ठाउँमा पुलेसाहरूमा सानोतिनो पुलहरू पनि बनाइएको छ र त्यसै गरी तपाईँको बाटोहरू अब प्राय अहिले जति चल्तीमा रहेको बाटोहरू थोरै बाहेक सबै पक्की भइसकेको छ, ढलान भइसकेको छ र अब खुल्ने बाटोहरूमा त्यहाँ हामीले अब जुन एउटा चाहिँ अब बन्ने बाटोहरू चाहिँ जस्तो गोरेटो बाटोलाई विस्तार गरेर जस्तो सतुङ्गलदेखि बोसीगाउँ पुग्ने बाटोलाई अगाडि बढाउनु पर्ने छ। त्यो विषयमा पनि अब आगामी प्रदेश र सङ्घ सरकारसँग हामीले पत्राचार गरेका छौँ र यी आदि कुराहरूलाई लिएर हामीहरू आफ्नो तर्फबाट सन्तोषजनक नै भएको ठान्दछौँ। पुरातात्विक तथा ऐतिहासिक दृष्टिले हेर्दा सतुङ्गल काठमाडौँ उपत्यकाका सबैभन्दा पुराना बस्तीहरूमध्ये एक मानिन्छ, जहाँ
प्राचीन सभ्यता, संस्कृति र धार्मिक परम्पराका महत्त्वपूर्ण प्रमाणहरू आज पनि सुरक्षित छन्। यहाँ रहेका शिलालेख, मठ मन्दिर र पुराना बस्ती संरचना तथा स्थानीय किम्वदन्तीहरूले सतुङ्गलको गौरवशाली इतिहासलाई उजागर गर्दै यस क्षेत्रलाई उपत्यकाको महत्त्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा स्थापित गरेका छन्। धार्मिक सहिष्णुताको अनुपम उदाहरण हेर्न सतुङ्गलको लाछी पुगे पुग्छ। यहाँ बुद्ध मन्दिरकै आँगनमा महादेव, भीमसेन र नारायणका मन्दिरहरू मुस्कुराइरहेका भेटिन्छन्। कलात्मक फल्चा र मन्दिरहरू यहाँका जिउँदा इतिहास हुन्। पछिल्लो समय वडा नम्बर 10ले पुरानो शैली र कलामा विभिन्न ठाउँमा फल्चा निर्माणको कार्य पनि सम्पन्न गरेको छ। धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध बोसी गाउँ आफ्नो मौलिक पहिचान, परम्परा र सामुदायिक एकताको लागि परिचित छ। चन्द्रगिरी नगरपालिका वडा नम्बर 10 अन्तर्गतको यो बोसी गाउँमा हाम्रो नेवारी समुदायमा रहेको विगत लामो समयदेखि यो चाहिँ परापूर्व कालदेखि नेवारी समुदायमा यो खी बाजा बजाएर भजन गाउने जुन नेवारीमा यसलाई चाहिँ दाफा भन्छ, यो भजन गाउने परिपाटी चाहिँ जुन अहिले नयाँ जेनेरेसनले जुन सुरुवात गरेको छ र यो चाहिँ बिस्तारै नेवारी समुदायमा हराउँदै गइरहेकोलाई चाहिँ पुनः ताजगी र हाम्रो समुदायलाई चिनाउने यो दाफा पनि एउटा महत्त्वपूर्ण यो विभिन्न बाजागाजा मध्ये पनि यो एउटा यो हो र अहिले यो चाहिँ हाम्रो नेवारी समुदायमा यो गुण भनेको यो स्वयम्भूमा जुन मेला लाग्छ 1 महिना, त्यो 1 महिना यो भजन गाउने अनि त्यसपछि अर्को जुन भर्खरै सकिएको कार्तिक महिनाको 1 महिना गाउने, त्यसरी चाहिँ वर्षको 2 महिना चाहिँ यो भजन गाएर आफ्नो जुन यो ठाउँमा रहेको संस्कृति, कला, परम्परा पनि रहने, जोगाउने अभिप्रायले गरेको र यसलाई चाहिँ अब फेरि हाम्रो वडामा पनि रहेको यो बोसी गाउँ विशेष ठाउँमा चाहिँ पहिलादेखि नै गर्दै आइरहेको यो हराउँदै गएको, अब यसलाई चाहिँ हाम्रो नयाँ पुस्तामा पनि हस्तान्तरण गर्नुपर्छ, यसलाई पुनर्ताजगी गरेर अगाडि बढाउनुपर्छ, नयाँ पुस्तालाई सिकाउनु पर्छ र बुझाउनु पर्छ हाम्रो संस्कृति, परम्परा, कला के हो भन्ने कुरालाई अब यो चाहिँ देखाउने र बुझाउने उद्देश्यले यो सिकाएको। पुस्तौँदेखि चलिआएका संस्कार, जात्रा, पर्व तथा धार्मिक गतिविधिहरूलाई संरक्षण गर्दै यहाँका बासिन्दाहरू आफ्नो संस्कृति जोगाउन सदैव सक्रिय र एकजुट रहेका छन्। आधुनिकताको प्रभाव बढ्दै गए पनि बोसी गाउँले आफ्नो मौलिकता र सामुदायिक सद्भावलाई कायम राख्दै सांस्कृतिक चेतना र सामाजिक एकताको उदाहरण प्रस्तुत गरिरहेको छ। महर्जनहरूको बाक्लो बसोबास रहेको बोसी गाउँ धार्मिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण छ। लोहा गाउँबाट आएका 16 जना बोसीहरू यहाँ बसोबास गर्न थालेपछि यो गाउँको नाम बोसी गाउँ नामाकरण भएको स्थानीयहरू बताउँछन्। यो रुख कटान गर्नेलाई चाहिँ नि बोसी भन्छ कि, काठ चिर्ने आराले चाहिँ नि चिर्ने मान्छेलाई चाहिँ नि बोसी भन्छ कि नेवारी भाषाबाट। त्यही भएर चाहिँ यो बोसी गाउँ भनेर चाहिँ नि चुन्नु भएको कि जम्मै आरक काम गर्ने सबै। अनि यो पुरानो नाम चाहिँ यो बोसी गाउँको मान्छे पहिलाको भाउबाजीको कालमा चाहिँ पवन खेल भन्छ कि, पवन खेल यो गाउँको नाम। अनि 16 जना बोसी चाहिँ नि लोङकोटबाट यहाँ बस्न आउनु भएको। त्यही भएर चाहिँ नि 16 जनाले चाहिँ अहिले यो रुख पनि ठुल्ठुलो चाहिँ नि कसैले पनि 100 वर्ष मान्छेले पनि चिन्दैन कि यो बस्तीमा। पहिला यो झार सबै झार थियो कि, अहिले चाहिँ बस्ती धेरै परिवर्तन भइसक्यो, सबै राम्रो भन्नुपर्छ। यहाँ बखुमद, लाकेनाथ र गाई जात्रा जस्ता परम्परागत जात्रा पर्वहरू मनाउने चलन छ। चन्द्रगिरी वडा नम्बर 10 स्थित विष्णुदेवी मन्दिर यस क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ। बल्खु खोलाको किनारमा अवस्थित यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल मानिन्छ।
अष्टमातृका र विष्णुदेवीको पौराणिक गाथा बोकेको यो क्षेत्रमा अहिले निर्माणाधीन 7 तले विन्ध्यवासिनी मन्दिरले पनि यहाँको धार्मिक पर्यटनमा नयाँ आयाम थप्नेछ। विन्ध्यवासिनी आध्यात्मिक सङ्घले 28 रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिरसँगै अन्य संरचनाहरू निर्माण गरी धार्मिक र पर्यटकीय केन्द्र बनाउने लक्ष्य राखेको छ। माँ विन्ध्यवासिनीको मन्दिर आफैमा एक अत्यन्त अलौकिक कन्सेप्टको छ। यसमा चाहिँ कस्तो छ भन्दाखेरि सबै मन्दिरहरूमा श्री विग्रह मूर्ति राखिन्छ, मूर्तिको प्राण प्रतिष्ठा गरिन्छ, पूजा गरिन्छ। हाम्रो यो मन्दिरमा चाहिँ बाबाले आफ्नो साधना कालमा विन्ध्याचलमा अत्यन्त कठिनाइपूर्वक तपस्या गरेर अत्यन्त कठोर अवस्थामा आफूलाई राखेर दुर्गा सप्तशतीको 700 श्लोक जुन 22,000 अक्षर छन् त्यसरी निर्माण गरेको श्रीयन्त्र हुनुहुन्छ। त्यो श्रीयन्त्रलाई यो मन्दिरमा स्थापना गर्ने हो। माको मूर्ति त रहन्छ नै, त्यसमा कुनै ऊ भएन। माको मूर्ति सहित पनि यसमा चाहिँ श्रीयन्त्रको विशेष महत्त्व छ। श्रीयन्त्रमय माँ विन्ध्यवासिनी मन्दिर भनेर यहाँ स्थापना हुनेछ। रह्यो त्यो भोजपत्रमा लेखिएको श्रीयन्त्रको आफ्नै महत्त्व छ, त्यसलाई एउटा छुट्टै प्रकल्पमा व्याख्या गरौँला। हामी अहिले चाहिँ तत्काल निर्माण हुन लागेको मन्दिरको चाहिँ हामी कसरी बनाउँदैछौँ भन्ने कुरा विशेष गरी अलि इम्पोर्टेन्ट रह्यो। मन्दिर चाहिँ 7 तले बन्नेछ। यसको तेस्रो तलामा चाहिँ माको श्री विग्रह रहन्छ, त्यसबाट बाँकी रहेको तलाहरूमा चाहिँ श्रीयन्त्रलाई राखिन्छ र विशेष पर्व आदिमा श्रीयन्त्रको दर्शन पनि आम जनताले गर्न पाउनुहुनेछ। नत्र चाहिँ माको दर्शन गरेर मन्दिरको परिक्रमाबाट नै माको चाहिँ श्रीयन्त्रको दर्शनको रहनेछ। र यो लागत चाहिँ हामीले जब 4 वर्ष अगाडि बनाउन निर्माणको डिपिआर गरेका थियौँ त्यति बेला लगभग 15 करोडको मन्दिर भनेर थियो। अहिलेको समयमा अब हरेक कुराको अनेक मेटेरियलहरूको मूल्य वृद्धि भएको कारणले अब लगभग यो 20 करोड लागतमा तयार हुन्छ जस्तो मलाई लाग्छ। र यसलाई हामीहरूले छिटोभन्दा छिटो बनाउने क्रममा सबैसँग सहयोग साथ लिइरहेका छौँ, पाइरहेका पनि छौँ। विशेष गरी चन्द्रगिरी महानगरपालिकाले बाबाले शरीर छोड्दाखेरि जग मात्रै हालेको अवस्था थियो भने पहिलो तला, दोस्रो तला र तेस्रो तलालाई पहिलो वर्ष 43 लाख 50-50 को बजेट दिनुभयो। दोस्रो वर्ष फेरि 40 लाखको 50-50 को बजेट दिएर 80 लाखको काम गरियो। यो वर्ष पनि 25 लाखको बजेट दिनुभएको छ। त्यस्तै गरी प्रदेश सरकारबाट पनि यो वर्ष 30 लाख रुपियाँ बजेट आएर हामीले केही काम गर्न पायौँ। र वडाहरू जस्तो हाम्रो छिमेकी वडा नम्बर 9, वडा नम्बर 15, वडा नम्बर 11 का वडा अध्यक्षज्यूहरू लगायत सबैले आफ्नो क्षेत्रबाट दिन सकिने सहयोग गरिरहनु भएको छ। 10 नम्बर वडाको सहयोग त अतुलनीय नै छ, उहाँहरूले त सहयोग गर्नु नै भएको छ। यसरी समग्र सिङ्गो नगरपालिकाले नगरपालिका परिवारले पनि नगरपालिका निवासीले पनि यति सौहार्दता यति मायाले चाहिँ साथ दिइरहनु भएको छ। तर मन्दिरको प्रोजेक्ट ठुलो छ, रकम ठुलो छ, त्यही भएर अलिकति हामीहरूले चाहिँ त्यो स्पिडमा चाहिँ काम गर्न सकिरहेका छैनौँ। त्यही पनि हामीहरूले 2 वर्षभित्रमा यो मन्दिरलाई चाहिँ कम्प्लिट गरेर मालाई चाहिँ स्थापना गर्ने सोच बनाइरहेका छौँ। सुदृढ पूर्वाधार नै दिगो विकासको आधार हो भन्ने मान्यतालाई आत्मसात गर्दै वडा नम्बर 10 ले सडक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ। मुख्य सडकहरूदेखि लिएर भित्री गल्लीसम्मलाई व्यवस्थित रूपमा सडक सञ्जालसँग जोड्दै आवागमनलाई सहज, सुरक्षित र प्रभावकारी बनाइएको छ। सडक विस्तार, स्तरोन्नति, ढल व्यवस्थापन तथा सडक बत्ती जस्ता पूर्वाधार विकासका कार्यहरूले स्थानीय बासिन्दाको दैनिक जीवनलाई सहज बनाउनका साथै वडाको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। नमस्ते, मेरो नाम सीता महाजन, म चन्द्रगिरी नगरपालिका वडा नम्बर 10 को वडा सदस्य। हाम्रा वडावासी महिला दिदीबहिनीहरूलाई मैले सर्वप्रथम महिलाहरूको लागि महिला बोल्न सक्ने क्षमताको अभिवृद्धिको लागि एङ्करिङ तालिम राखेँ र त्यसपछि मैले विभिन्न महिला दिदीबहिनीहरूलाई नेवारी भोज तालिम दिएर विभिन्न ठाउँमा अहिले भोजको कार्यक्रम गरेर रोजगारीको कार्यक्रम अहिले भइरहेको छ। र त्यसपछि महिला क्षमता अभिवृद्धि भनेर महिलाहरूलाई सिलाइ बुनाइ, सिलाइ कटाइ, बुनाइ, बारिस्ता तालिम युवाहरूको लागि, यस्तै
महिलाहरूको लागि एकल महिलाहरूको लागि जिम्बु खेती अनि जिम्बु खेतीसँगै कागती खेती पनि अहिले उहाँहरूले राम्रोसँग गरिरहनु भएको छ। शिक्षाको क्षेत्रमा वडा नम्बर 10 अग्रणी छ। प्राथमिक विद्यालयबाट सुरु भएको भैरव मावि आज माध्यमिक तहको भरोसा बनेको छ भने काठमाडौँ शिक्षा क्याम्पसले गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउँदै प्रतिष्ठित QAA प्रमाणपत्र समेत हासिल गरेको सामुदायिक क्याम्पस हो। यसै गरी संस्थागत विद्यालयतर्फ बेसिक लर्निङ मावि, हाई न्यू भिजन मावि र पथिक ज्ञान निकेतन यस वडामा रहेका संस्थापक विद्यालयहरू हुन्। स्थानीय स्तरमै भरपर्दो स्वास्थ्य सेवाका लागि सतुङ्गल स्वास्थ्य चौकी थप व्यवस्थित बन्दै गइरहेको छ। यसै गरी बोसी गाउँमा रहेको सहरी स्वास्थ्य केन्द्रले पनि नागरिकहरूलाई घर घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। बढ्दो बस्ती विकास र सहरीकरणसँगै विगतको परम्परागत कृषिलाई छाडेर यहाँका बासिन्दा घरेलु उद्योग र व्यापारतर्फ आकर्षित भएका छन्। प्रगतिशील पलिसुवा मिसापोच एकल र उन्नति महिला समूहहरूले यहाँको महिला सशक्तिकरणलाई नयाँ उचाइ दिएका छन्। 2081 असोज 5 गते बाल श्रम मुक्त घोषणा भएको यो वडा बालबालिकाको अधिकारका लागि पनि उत्तिकै संवेदनशील रहेको छ। अर्कोतर्फ ज्येष्ठ नागरिकका लागि दिवा सेवा र घर दैलोमै सामाजिक सुरक्षा भत्ता पुर्याएर यस वडाले अभिभावकत्व प्रदान गरिसकेको छ। खेलकुदमा पनि वडा नम्बर 10 को नाम राष्ट्रिय स्तरमा चम्किएको छ। युवाहरूलाई कुलतबाट जोगाउन र राष्ट्रको शान बढाउन यहाँ विभिन्न खेलकुदका विधाहरूलाई प्रवर्धन गरिल्याएको छ। यसै वडामा राष्ट्रिय रूपमा पहिचान बनाएका खेलाडीहरू पनि रहेका छन्। नमस्ते, म चन्दागिरी नगरपालिका वडा नम्बर 10 को वडा अध्यक्ष। जनप्रतिनिधि रूपमा काम गरिरहँदाको जुन कुराहरू प्रत्यक्ष रूपमा यहाँहरूले देखिरहनु भएकै छ। अझ पनि हामी कार्यरत निरन्तर त्यो अभियानमा लागिरहेका छौँ, जसमध्ये पनि शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार लगायत विभिन्न सेक्टरमा हामीले त्यो किसिमको चाहिँ काम गरेको जस्तो हामीलाई लाग्छ। भौतिक निर्माणमा हेर्ने हो भने हाम्रो 7वटा भेग हामीले छुटाएर काम सुरुदेखि नै मैले भनिरहेको कुरा, जस्तै सतुङ्गल, बोसी गाउँ, सिम्चा, जरुचा, धौलागिरी, बक्खोफाँट, बिन्दवासिनी, त्यसरी हामीले चाहिँ फरक एरियालाई डिभाइड गरेर त्यही अनुसार आवश्यकता अनुसार चाहिँ हामीले बजेटहरू विनियोजित गर्दै अगाडि बढिरहेको अवस्था। मठ मन्दिरहरूदेखि लिएर पार्टी पौवाहरूदेखि लिएर सार्वजनिक जग्गामा हामीले भरपुर सदुपयोग गरेर बगैँचा निर्माण, अत्याधुनिक तपाईँको ज्येष्ठ नागरिकदेखि बालबालिकादेखि लिएर सम्पूर्णलाई हुने गरी त्यो किसिमको हामीले चाहिँ भौतिक पूर्वाधारमा पनि हामीले काम गरिसकेको अवस्था। र अहिले टोलमा तपाईँहरू जानुभयो भने टोल भित्री बस्तीहरूमा पनि सहज रूपमा पुग्न सक्ने यातायातको पुग्न सक्ने बाटाहरू पनि बनाइसकेको अवस्था छ। उद्योग कल कारखाना त्यही ढङ्गले अगाडि बढिरहेको छ। व्यवसायहरू आफ्नो व्यवसाय ढुक्क रूपमा लागेर अगाडि बढिरहेको र एउटा औद्योगिक वडाको रूपमा पनि परिचित भएर अगाडि बढिरहेको अवस्था छ। स्वास्थ्य क्षेत्रमा पनि हामीले उल्लेखनीय सुधारहरू गरिसकेका छौँ। सहरी स्वास्थ्य मार्फत सतुङ्गल स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र बोसी गाउँ मार्फत पनि हामीले गरिसकेका छौँ। अब हामीले निकट भविष्यमा एउटा हस्पिटलसँग MOU गरेर त्यसको खाका पनि तयार भइसकेको छ। खेलकुदमा पनि तपाईँहरूले देखिरहनु भएको छ, सुनिरहनु भएको छ। धनबहादुर स्मृति प्रतिष्ठानले त्यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरेर यो वडालाई चिर परिचित गर्न पनि सफल भएको छ। त्यसै गरी बक्सर खेलाडी, अन्तर्राष्ट्रिय प्रशिक्षक दीपक महर्जन, शङ्कुरत्न महर्जन लगायत धौलागिरीको दोजाङ लगायत टेक्वान्डो दोजाङ लगायत खेलकुद क्षेत्रमा पनि हामी यसरी अगाडि बढिरहेको पनि मैले विगतदेखि अहिले पनि मैले यो कुराहरू आम समुदायमा पनि जानकारी गराउँदै आइरहेको कुरा हो। यद्यपि यो बाहेक पनि हामीले सामाजिक कार्यमा पनि ज्येष्ठ नागरिकमा पनि हामीले यो वडालाई अब्बल बनाएका छौँ। ज्येष्ठ नागरिक बा आमाहरूलाई पनि हामीले दिनदिनै हामीले दैनिक रूपमा एउटा स्कुल जस्तै गरेर सञ्चालन गर्दै आइरहेका छौँ। अब केही सामाजिक मानवीय विकासका कुराहरू
र दक्ष जनशक्ति तयारी गर्नका लागि युवा पुस्तालाई पनि समेटेर त्यस्ता किसिमका वैदेशिक रोजगारीमा जाँदा होस् या स्वदेशमा बसेर कोही रोजगारी गर्न चाहेमा पनि त्यस्ता किसिमका चाहिँ सिपमूलक तालिमहरू पनि हामीले दिँदै आइरहेका छौँ र सहकार्य समन्वय र सहमतिमा जान हामी हरेक दिन हरेक त्यो प्रयास छौँ हामीले गरिरहेका छौँ। खानेपानीका कुराहरू पनि पहिला जस्तो थियो त्योलाई पनि हामीले क्रमिक रूपमा सुधार्दै अगाडि बढिरहेको र अझ पनि खानेपानीको कुरामा हामीले यकिनका साथ हामीले ठोस परिणाम आउने गरी हामीले काम गर्न सकिरहेको छैन र त्यसको लागि पनि आवश्यक पहल कदमी हामीले गरिरहेका छौँ। आम समुदायलाई आम वडावासीहरूलाई समृद्ध वडा सुखी वडावासी बनाउन हामी निरन्तर लागिरहेछौँ। धन्यवाद। ऐतिहासिक गौरव, धार्मिक तथा सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र तीव्र पूर्वाधार विकासको अनुपम सङ्गमका रूपमा चन्द्रागिरी नगरपालिका वडा नम्बर 10 आज एक नमुना वडाको रूपमा स्थापित हुँदै गएको छ। प्राचीन सभ्यताको विरासतलाई संरक्षण गर्दै आधुनिक विकासका आयामहरूलाई आत्मसात गरेको यस वडाले सुशासन, जनसहभागिता र दिगो विकासलाई सँगसँगै अघि बढाइरहेको छ। यही निरन्तर प्रयास र सामुदायिक एकताले वडा नम्बर 10लाई समृद्ध, व्यवस्थित र भविष्यप्रति आशावादी समुदाय निर्माणको उत्कृष्ट उदाहरण बनाएको छ।